ताली ताली। धन्यवाद आजको यस कार्यक्रम सञ्चालकज्यू। यसै गरी आजको यस कार्यक्रमका सभा अध्यक्षज्यू, यसै गरी आजको यस कार्यक्रमकै प्रमुख अतिथिज्यू मधेस प्रान्तीय सभाको अध्यक्ष कमल गुरुङज्यू, यसै गरी विशेष अतिथिज्यूहरू र हाम्रा यस मधेस प्रान्तीय सभाको कोष अध्यक्ष सम्झना तामाङज्यू लगायत देशमा आसीन सम्पूर्ण अतिथिगण साथीहरू र विभिन्न जिल्लाबाट पाल्नुभएका साथीहरू र सबै तहबाट आउनुहुने सम्पूर्ण नेतागण साथीहरू, साथै यस निजगढ नगरपालिका वडा नम्बर 13 यस सानो आकाशधारा गाउँबाट पाल्नुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो एकमुष्ट क्रान्तिकारी सेल्युट टक्राउन चाहन्छु। स्वीकार्नुहोस्। जय मङ्गोल। विशेष गरेर आज एकदमै खुसीको दिन पनि हो, किनकि आजभन्दा एक हप्ता अगाडिदेखि सुरु गरेको काम आज आएर सफल भएको छ र विशेष गरेर हाम्रो सम्झना तामाङज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु। सँगसँगै मधेस प्रान्तीय सभाका साथीहरू लगायत बारा जिल्ला सभाका सम्पूर्ण साथीहरूलाई विशेष हृदयदेखि नै धन्यवाद दिँदै आगामी आउने दिनहरूमा पनि यस्तै सामाजिक कामहरू या हामी सरकारमा रहे पनि या नरहे पनि राम्रो कामहरू, सामाजिक काम, जनताको कामहरू हामीले गर्नु नै पर्नेछ। त्यसको लागि पनि तपाईँ हामी अब एक ढिक्क भएर अगाडि बढ्नुपर्ने हुन्छ। सँगसँगै आजभन्दा एक हप्ता अगाडि मात्रै सुरु गरिएको यस खानेपानी जुन सानो आकाशधारामा 5 वटा धारा सँगसँगै तल्लो खोल्जीबाट चाहिँ माथिल्लो ट्याङ्गीसम्म ल्याउनको लागि चाहिँ हामीले तपाईँ हामी सँगसँगै काम गर्दै अगाडि बढ्दै गर्दाखेरि आज सफल भएको छ। यस कारणले गर्दाखेरि सम्पूर्ण उपस्थित आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई धन्यवाद व्यक्त गर्दै म धेरै कुराहरू त राख्न चाहेन, किनकि टाढा पुग्नुपर्ने साथीहरू पनि भएको कारणले गर्दाखेरि मौसम पनि गडबडी भइरहेको अवस्था छ। यस कारणले गर्दाखेरि म छोटकारीमा आफ्नो भनाइहरू टुङ्गाउँदै सम्पूर्णलाई फेरि पनि धन्यवाद दिँदै अहिलेको लागि बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय मङ्गोल। लासो फाबुल्ला। र कार्यक्रमलाई अगाडि बढाउने क्रममा यस कार्यक्रमका प्रमुख अतिथि, यस कार्यक्रमका प्रमुख आकर्षक मधेस प्रान्तीय सभाका अध्यक्ष कमल गुरुङज्यूलाई आफ्नो छोटो मिठो 2 शब्द राखिदिनु न म विनम्र अनुरोध गर्न चाहन्छु। कृपया सम्पूर्णले जोरदार तालिका साथ उहाँलाई स्वागत गरिदिनु होला।